हेलो गाइज, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। अनि म पनि आरामै छु र हजुरहरू पनि आरामै हुनुहोला भन्ने आशा गर्दै आजको न्यू ब्लग स्टार्ट गर्न जाँदैछु। अनि म पनि आरामै छु र हजुरहरू पनि आरामै हुनुहोला भन्ने आशा गर्दैछु। र बाटो चाहिँ यस्तो रहेको छ र चाचा हुनुहुन्छ मम्मी र यो चाहिँ भाइ। म चाहिँ अहिले एकछिन त्यहाँ उक्लिन सकिनँ, उकालो धेरै भएर। र आज चाहिँ हाम्रो पहाडको सेकेन्ड लास्ट दिन रहेको छ। मेरो चाहिँ यो जुत्तीले के चिप्लिरहेछ गाइज, त्यही भएर हो यो चाहिँ भइरहेको होइन। र हामी चाहिँ दुर्गास्थान जाँदैछौँ आज। थोरै के काम परेकाले मैले बाटो जानु नि चिप्लिरहेछ कि मम्मी यहाँ। र यहाँ चाहिँ यो दुइटै छाम जाँदैछन् अहिले, हेर्न सक्नुहुन्छ। यो चाहिँ अहिले जङ्गलको बाटो रहेको छ। हामी चाहिँ लालीगुराँस पाइएला भनेर हो, त्यही भएर गइरहेको यो बाटो चाहिँ। अहिले यहाँ हाम्रो जो अर्को नयाँ घर बन्दैछ नि त्यहाँ बसिसकेको छौँ। यहाँ चाहिँ घर बन्दैछ, अस्ति मैले देखाएँ त्यस्तै छ अहिलेसम्म नि। सक्नुहुन्छ यो चाहिँ बालुवा। यहाँदेखि कहाँ जाने बाटो छ यहाँ? बाटो जस्तो त लागेन गाई त्यहाँनिर चाहिँ। यो चाहिँ जुत्ती चिप्लेर प्लास्टिक गाह्रो भएको थियो हिँड्नु है, त्यही भएर। यो चाहिँ यो घर यहाँको 4 कोठा छेउमा चाहिँ अस्ति जस्तो मैले देखाएको थिएँ, त्योमा हजुरहरूले हेरि नै सक्नुभयो होला। एकदमै कसको रहेछ यहाँनिरको मम्मी? दाउरा अङ्कलको हो। ए त्यो अङ्कलको दाउरा रहेको रहेछ। मलाई त्यो उकालो हेर्दैछ गाइस, सास लागिसकेको छ। म बोल्न सकिरहेन धेरै, त्यही भएर थोरै बोल्दैछु होइन। अनि गाइज चाहिँ हामी चाहिँ रोडमा पुगिसकेको छ मैले। अनि भाइ चाहिँ त्यहाँ असेलु खाँदैछ। त्यहाँ चाहिँ असेलुको बोर्ड रहेको छ, त्यहाँ देखा न मम्मी उता, त्यहाँ हेर्न सक्नुहुन्छ। त्यो चाहिँ असेलुको झेल हो र हामीहरू गइरहेछौँ। आउनु मम्मी जाऊँ। हामी चाहिँ त्यहाँ दुर्गास्थान जाँदैछौँ। दुर्गास्थानमा स्कुल पनि छ गाइज, अनि अस्पताल छ। दुर्गास्थानमा धेरै सेवा सुविधाहरू छ। अनि यो चाहिँ हेर्न सक्नुहुन्छ, यसलाई चाहिँ के अरे किनवटा, यो चाहिँ किनवटा पाकेको छैन गाइज। थोरै यता हेरेर देखाउनु त। यो चाहिँ पाकेको छैन, हरियै छ, हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ यो पाकुन्जेलसम्म चाहिँ यहाँ बस्दैनौँ होला, भोलि जाँदैछौँ हामी घर। महेन्द्रनगर। त्यसैले किप वाचिङ माई ब्लग गाइज। हामी चाहिँ दुर्गास्थान पुगिसकेको छौँ, थोरै छैन। यहाँ चाहिँ हाम्रो अङ्कलको पसल रहेको छ, कान्छा अङ्कलको पसल। मेरो मोबाइलको चाहिँ अहिले चार्ज सकिँदैछ गाइज, त्यही भएर एकदिन पछि भेटौँला। म हजुरलाई हाम्रो स्कुल नि देखाउने प्रयास गर्नेछु, हजुरहरू त्यही गर्नु होला। अनि यिनीहरू चाहिँ अगाडि जाँदैछन्। यो चाहिँ बाहिरदेखि थोरै चुलोको कोठा देखिरहेको छ अहिले। अनि गाइज यो चाहिँ हाम्रो यहाँको स्कुल रहेको छ। यो चाहिँ दुर्गास्थान स्कुल हो, श्री केदारेश्वर माध्यमिक विद्यालय हो यो चाहिँ। त्यो चाहिँ यहाँको हस्पिटल रहेको छैन। र यो चाहिँ हाम्रो यहाँको एरिया हो। र भाइ चाहिँ त्यहाँ अगाडि गइसकेको छ। त्यो अनि पर धेरै ठुलो ग्राउन्ड, अनि त्यो माथि छ नि त्यो चाहिँ मन्दिर, दुर्गाको मन्दिर हो। अनि अहिले चाहिँ साँझको 6-7 बजिसकेको छ। र आज चाहिँ हाम्रो घरमा समोसा भन्ने प्लानमा छ, खै अब के हुन्छ हेरौँ। अब गेटको बाहिर पुगिसकेको छु मैले। अनि यो चाहिँ एन्ट्रेन्स रहेको छ, यहाँ चाहिँ धारा। म चाहिँ अहिले भित्र जाँदैछु, हेर्न सक्नुहुन्छ गाइस। यो चाहिँ स्कुलको एरिया होइन, म त यहाँभित्र जाँदैछु अहिले। अनि
यो यस्तो एरिया चाहिँ स्कुलको पछाडि पनि छ है, अगाडि देखिरहेको छैन होइन। अनि त्यहाँ चाहिँ हुनुहुन्छ सरस्वती माता। सरस्वती मातालाई एकचोटि प्रणाम गरौँ। अनि यो चाहिँ सरस्वती माता हुनुहुन्छ। अनि यो चाहिँ 2 बिल्डिङ चाहिँ नयाँ बनेको रहेछ। त्यहाँ पर चाहिँ टोइलेट साइडहरूको व्यवस्था पनि छ। अनि राम्रो छ गाइज यहाँ स्कुल होइन, त्यही राम्रो छ। यो ठाउँको नाम चाहिँ दुर्गास्थान रहेको छ र स्कुलको नाम चाहिँ हो श्री केदारेश्वर माध्यमिक विद्यालय, मेलौली नगरपालिका 2, दुर्गास्थान, बैतडी। अनि यसपट्टि आइसकेको छ यहाँ। हामी त्यस्तै एक्सप्लोर गर्दैछौँ, स्कुलहरू हेर्दैछौँ। याद छ होइन, हामीले धेरै राम्रो लाग्यो। यहाँ हामीले पढेको त्यो पनि याद आयो। हामीले 5 to 8सम्म पढेको होइन यहाँ। त्यही भयो धेरै माया लाग्छ आफै पढेको हुर्केको ठाउँमा होइन। अहिले कतिसम्म पढेको अरे यहाँ? ओइ केटा, तैँले कतिसम्म पढेको अरे? अनि याद आयो, यहाँ चाहिँ त्यो हुन्छ अनि रिजल्ट खोलेको लाउने गर्छन् होइन। यस्तरी प्रथम द्वितीय तृतीय भनेर लगाउँछ नि, त्यस्तै नै लाउने गर्छन्। त्यही हो। यदि हजुरलाई हाम्रो ब्लग राम्रो लाग्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। लाइक, सेयर एन्ड सब्सक्राइब एन्ड कमेन्ट। अनि म चाहिँ आज पहाडको सेकेन्ड लास्ट डे हो, त्यही भएर आज यहाँ लास्टचोटि यहाँ हेरौँ भनेर आएको। अनि अहिले चाहिँ होइन मेरो चार्ज नि छैन, मोबाइलको चार्ज नि सकिरहेको छ। त्यही भएर अब घर गएर चार्ज लगाउँछु। अनि साँझ चाहिँ हाम्रो अङ्कलले समोसा बनाउँछौँ भन्दै हुनुहुन्छ। अब हेरौँ, चार्ज लगाएर म नि हजुरलाई ब्लग देखाउने कोसिस गर्नेछु होइन। त्यसैले त्यति दिनसम्म हेर्नु होला। यहाँ पनि छ गाइस स्कुल, हेर्नुहोस् यहाँ छ। अनि त्यो ठुलो ग्राउन्ड, केही खेलकुदहरू खेल्नको लागि ठुलो ग्राउन्ड छ, हेर्न सक्नुहुन्छ। अनि त्यो छैन, त्यो चाहिँ छतहरू देखेको छ नि ल्यान्टर, त्यो चाहिँ हो यहाँको होस्टेल सरहरूको लागि है। त्यो चाहिँ हो सरहरूको लागि होस्टेल। र त्यहाँ सर चाहिँ 2-3वटा सरहरू बस्नुहुन्छ त्यहाँ चाहिँ। अनि त्यही हो, पाहाडमा चाहिँ चिसो छैन, तराईमा धेरै चिसो छ। यहाँ त ट्याङ्की पनि राखेको रहेछ हौ यहाँ गाइज। त्यही हो। त्यसैले किप वाचिङ माई ब्लग गाइज, किप वाचिङ। अनि हामी चाहिँ अहिले यहाँ मल्लो गराइसकेछौँ बाजेको घरमा। र अङ्कल चाहिँ अहिले समोसा बनाउँदै हुनुहुन्छ र त्यो बेल्दै हुनुहुन्छ। अङ्कलले बनाएको चाहिँ लास्टै मिठो हुँदो रहेछ कि समोसा। आज हामीले थाहा पायौँ र यहाँ आमा आन्टीहरू र मम्मी भाइहरू पनि बसिरहेको छन्। अनि म चाहिँ भिडियो बनाउँदैछु र अङ्कलले यहाँ धेरै समोसाहरू यहाँ फिलिङ गरिसक्नु भएको छ र बाजे त्यसलाई तेलमा फ्राई गर्दै हुनुहुन्छ। अनि यहाँ एकछिन म अनि हजुरलाई देख्यौँ भनेर। अनि केही दिनपछि यहाँ समोसा नि पाकेर आइसक्यो, कस्तो मिठो मिठो देखिरहेको छ। अनि अङ्कलले चाहिँ हामीलाई मेरो हातको समोसा खुवाउँछु भनेर खुवाउनु भएको। त्यसैले अङ्कलले धेरै धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु। र आज चाहिँ हाम्रो लास्ट दिन हो र हामी सबै फ्यामिली मिलेर चाहिँ इन्जोय गरिरहेका छौँ। बहिनी, अङ्कल, आन्टी, आमा, बाजे अनि मम्मीहरू हामीसँगै मिलेर। अनि त्यही हो, खाँदैछौँ हामी मिठो मिठो मानेर। लास्टै मिठो रहेछ कि अङ्कलको हातको। अनि त्यही हो गाइज, बाई बाई।